सम्पूर्ण दर्शकवृन्द अवस्थालाई नमन गर्दछ। आजको दिनमा तपाईहरुलाई हामीले देखाउन खोजेको तिनजुरे हो शङ्खसभा र तेह्रथुमको बोर्डर तिनजुरेमा गुराँस कतिको फुलेको छ भन्ने कुराहरू हामी तपाईलाई प्रस्तुत गर्न गइरहेछौँ। यहाँभन्दा अगाडि आउने टिकटकर अथवा युट्युबर भाइ बहिनीहरूले तिनजुरेलाई धेरै नै गाली गरेको देखियो। आज हामीले तपाईलाई सपरमाण सत्य कुराहरू हाम्रो च्यानल मार्फत पूर्वेल राइडर युट्युब च्यानल मार्फत ल्याउँदैछौँ। हामी चाहिँ पोहोरको भिडियो परारको भिडियो हालेर तपाईहरुलाई भ्रम पार्न चाहदैनौँ। जे छ त्यो सत्य कुरा देखाउनेवाला आजको हाम्रो प्रोग्राम रहेको छ। थ्याङ्क्स फर वाचिङ। वेलकम हियर फ्रम चलुङ पार्क नियर बसन्तपुर। Everyone, this is प्रतीक्षा वस्त्रालय फ्रम शङ्खसभा स्टोनफार्ट नेपाल। आजको दिनमा हामी तपाईलाई बसन्तपुर बजारमा यति बेला ल्याइसकेका छौँ। हामीले केही समय अगाडि हाम्रो भिडियो बसन्तपुर बजार नजिकैको चोलुङ फारबाट स्टार्ट गरेका थियौँ। यति बेला 2 मिनट जति हिँडिसकेपछि हामी बसन्तपुरको भव्य सहरमा आइसकेका छौँ। तपाईँले अगाडि देखिरहनु भएको छ ब्याकग्राउन्डमा बब्बालवाला तिनजुरे, त्यही हो तिनजुरे। अब कतिको गुराँस फुलेको छ र 2083 साल वैशाख 1 गते तपाईँ कहाँ जानुहुन्छ घुम्न त्यसमा डिपेन्ड रहन्छ। गुराँस तपाईँका आँखाभरि मनभरि मुटुभरि हामी आज देखाउने प्रण गरेर भिडियो अगाडि सुरुवात गरेका छौँ र हजुरहरूलाई बसन्तपुरदेखि अगाडि लाँदैछौँ। बसन्तपुर तेह्रथुम जिल्लामा रहेको छ लालीगुराँस नगरपालिकाभित्र भने अब तपाईँले धरानबाट यता आउँदै हुनुहुन्छ भने लगभग 100 किलोमिटर पूर्व तिनजुरे भनेर आइसकेपछि तपाईँले बसन्तपुर प्रवेश गर्न सक्नुहुनेछ। त्यस पछाडि तपाईँ लगभग तिनजुरे अथवा गुराँसको एरिया तपाईँले टच गरिसक्नु भएको भन्ने कुरा यहाँलाई जानकारी दिलाउन चाहन्छु। दर्शकहरुमा फेरि पनि वेलकम फ्रम आरआर गार्डनको गेटदेखि। यति बेला बसन्तपुर बजारदेखि 1 किलोमिटर माथि आइसकेपछि तपाईँ स्वर्गमा आएको हुनुहुन्छ है। तपाईँ यति बेला आरआर गार्डनको वेलकम गर्ने गेटमा हुनुहुन्छ। अब हामी तपाईँलाई देखाउनेवाला छौँ यो आरआर गार्डनभित्र पनि कतिको गुराँस फुलेको छ र यहाँभन्दा माथि पनि तपाईँ हामीलाई साथ दिनुहोला। हामी तिनजुरे पनि पुर्याउनेछौँ, भुर्मिसे डाँडा पनि पुर्याउनेछौँ। सम्पूर्ण यो तिनजुरे एरियाको गुराँस देखाउने भनेर हामी आज उपस्थित भएको छौँ भिडियोमा। ओके, अगाडि बढौँ है त। ओके एभ्रिवान, हामी तपाईँलाई आरआर गार्डनभित्रको सम्पूर्ण गुराँसहरू देखाउने उद्देश्यले हामी अगाडि बढ्यौँ है त। आज हामी भिडियो खिच्दै को छौँ यता हेरेर भन्दै बाबा छोरा। ओके, भिडियोग्राफरको रूपमा चाहिँ मलाई सहयोग गर्ने प्रतीक कार्की हुनुहुन्छ है आजको दिनमा। ल समात्दिनु ल हिँड अगाडि हिँड। टक्क तपाईँले नेपालको राष्ट्रिय झन्डाको लेफ्ट साइड एन्ड राइट साइडदेखि चाहिँ तपाईँले चाहिँ एकदमै राष्ट्रिय भावमा अगाडि बढ्न पाउनुहुनेछ। वेलकम गरिरहेछ आरआर गार्डनले तपाईँ चाहिँ भित्र पस्ने बित्तिकै। हामी कहाँ जाँदैछौँ अहिले? भित्र ल अगाडि हिँड नि त तिमी। जति पनि गुराँस बोटहरू तपाईँहरूले यहाँ पाउनुहुँदैछ यो अहिले हालसालै चाहिँ फुलेको छैन है। तर टन्नै फुल्नेवाला चाहिँ छ ल। तपाईँले कोपिलाहरू चाहिँ टन्नै पाइरहनु हुन्छ है यहाँ यति बेला आउँदा चाहिँ। अब तर तपाईँले अहिले नै हामी जानकारी दिइहाल्छौँ। तपाईँ 100% गुराँसै हेर्न आउनुभएको भने चाहिँ तपाईँले तिनजुरे चाहिँ पुग्नु पऱ्यो यसपालि चाहिँ। नभए एटलिस्ट 5 पोखरी बजार पुग्नुभयो भने तपाईँले टन्नै गुराँस देख्न पाउनुहुनेछ। तपाईँको मनभरि मुटुभरि अगाउन्जेल चाहिँ तपाईँले गुराँस देख्नुहुनेछ। सर म्याडमहरू कहाँदेखि आउनु? हजुर नमस्कार। हजुर नमस्कार। हामी बसन्तपुर हो, मन्दिर दर्शन गरेर फर्किनु भएको। माथि गुराँस कतिको छ? योभन्दा टन्नै छ नि। यहाँ हामीले लगभग 50 मिटर दूरी वेलकम गर्ने गेट आरआर गार्डनकोदेखि भित्र छिरेपछि हामी स्वर्ग जस्तो ठाउँमा चाहिँ वात्तै चाहिँ नि प्रवेश गर्नेछौँ। हेर्नुहोस् ल, यहाँ तपाईँले हेर्ने बच्चाहरूको लागि चाहिँ नि फन गर्ने इन्जोय गर्ने चाहिँ नि यस्ता पार्कहरूदेखि लगेर तपाईँ चाहिँ वाटर फाउन्टेन के भन्छ यसलाई, पुरै चाहिँ नि बबालै स्प्रिङ छर्दिएको हुन्छ पानी। उताको साइडमा पनि बालबच्चाहरू आफ्नै तरिकाले रमाइरहनुहुन्छ। दुःख पीडालाई बिर्साउने चाहिँ ठाउँ छ आरआर गार्डन। एकदमै तपाईँ चाहिँ नि स्कुलका नानीहरू पनि यहाँ आएर चाहिँ पिकनिक खाएर सरहरूले अभिभावकहरूले यस्तै लिएर जानुहुन्छ। एकदमै पिकनिक खानलाई बहुत राम्रो ठाउँ पनि छ यहाँ है। प्लेस पनि राम्रो छ। धन्यवाद। यहाँलाई नमस्कार। थ्याङ्क यू। लालीगुराँस नगरपालिका 1 नम्बर वार्ड। मेरो नाम इन्द्र खड्का। यस चैत्य सामुदायिक वनको म अध्यक्ष पनि। पर्यटनका कामहरू हामीले धेरै गर्दै आइरहेका छौँ। विगत 2 वर्ष
नै पर्यटनका लागि हामी तीव्र रूपमा लागेका छौँ। हिजोसम्म लालीगुराँस नगरपालिकाले यो गार्डनको कर लिने कुरामा पनि अहिले सामुदायिक वनकै दायराभित्र रहेको छ र यहाँ चाहिँ गुराँस 28 जातिका प्रजाति पाइने गरेका छन्। यसमा केही जातहरू भनेको 28 मध्ये केही जातहरू चाहिँ गुराँस फुलिराखेको अवस्था छ भने केही जातहरू चाहिँ यो वैशाख 15-20 फुल्ने अवस्था हो यो आरआर गार्डनको। त्यहाँदेखि लिएर मास्तिर पिकनिक स्पोट लगायत घुर्मिसे, तिनजुरे, पाँच पोखरी, पाथिभरा मन्दिर यो क्षेत्रमा चाहिँ हजुरको 75% गुराँस फुलेको छ। अहिले हेरालु हामीले सामुदायिक वनले 2 जना मान्छे राखेका छौँ र ह्यान्डमाइक लिएर चाहिँ गुराँस टिप्नु पाइँदैन, गुराँस बचाउँ, यो राष्ट्रिय फुल हो, यो राष्ट्रिय फुललाई जोगाउनु पर्छ भन्ने हामी अभियानमा लागेका छौँ र हामीले कुनै पनि गुराँसको जुस बनाउने कुरामा पनि हामीले रोकआउट गरेर जिल्ला प्रशासनकै सहयोगमा चाहिँ बसन्तपुर बजार चित्रेदेखि लिएर माङ्लाबारी चौकीसम्म यो गुराँसको जुस रोकेका छौँ। फोटो भिडियो बनाएर जानुहोस् तर फुल नबाचौँ, फुल नबाचौँ, हाँगा गुराँसलाई जोगाउँ भन्ने अभियानमा हामी लागेका छौँ। गाइज यतिको रमाइलो चाहिँ नि आरआर गार्डनमा मात्रै हुन्छ अन्त होइन नि। फेरि आरआर गार्डन आउनु होला, तिनजुरे आउनु होला, यस्तो बवाल इन्जोय गरेर तपाईँहरू जानु होला। तपाईँहरू कति पनि ओप्लेन नआउनु होला किनभने हामीले आरआर गार्डन भर्खरै छोडिसकेका छौँ। अब चाहिँ तपाईँलाई भरपुर मनोरञ्जन गुराँस देखाएर हामी दिनेवाला छौँ किनभने आरआर गार्डनमा अलिकति केही समयपछि मात्रै गुराँस फुल्ने जानकारी तपाईँहरूलाई दिन्छौँ किनभने यहाँ 1 थरीको होइन 2 थरीको होइन 32 प्रजातिका गुराँस पाइने हुनाले कुनै प्रजाति ढिलो फुल्ने कुनै प्रजाति छिटो फुल्ने जानकारी भएको हुनाले तपाईँहरूले यो कुरा बुझिदिनु होला। र बाटैमा रहेको चाहिँ एउटा राम लक्ष्मण वीर भनिन्छ क्या, यहाँ क्लिफ छ, बब्बाल आरआर लेखेको देख्नुहुन्छ तपाईँले माथि मजाले घुम्न आउँदाखेरि निहालेर हेर्नु होला। एकदम रोड चाहिँ अब चाहिँ तपाईँले अफरोड पाउनुहुनेछ है। पिच चाहिँ सक्यो तर इबीवाला गाडीहरू पनि माथि 5 पोखरीसम्म चाहिँ होइन, ओतिर घुर्बिसे अथवा त्यो मन्दिरसम्म चाहिँ मन्दिर मुनिसम्म चाहिँ गइरहेको हामीले पाएका छौँ। त्यस्तो डिफल्टर चाहिँ बब्बाल गुराँस र त्यहाँ हेर्नुहोस् त गुराँस अब सुरु भयो क्या गुराँसको राजधानी। तपाईँहरूलाई चाहिँ नि त्यत्तिकै हावाको भरमा भनेको होइन नि हो, यहाँ त्यतिको 2-4 जना मान्छेले भनेको होइन, नेपाल राष्ट्रले प्रमुख उपप्रमुख आमामा कस्तो बवाल छ यार यहाँ त झन् गुराँस। यो अन्त गुराँस र बब्बाल अनि यसलाई राजधानी भनेर के तपाईँको चाहिँ नि पाखा पखेर कुना काप्छ जस्तो लाग्छ। यहाँ हेर्नुहोस् त यसरी फुलेको छ गुराँस, यो हो नि त बवाल छ क्या गुराँस बवाल। अब तपाईँले यो त कास्टिङ मात्रै हो, फिल्म सुरु हुन बाँकी नै छ। हेर्नुहोस् ल यस्तो बवाल गुराँस पाइसक्नुभयो यतिखेरै। अब माथि घुर्बिसे अथवा 5 पोखरीमा त कहाँ मनमुटु चाहिँ नि यहाँ हेर्नुहोस् ल के अरे नानी देखाएको नि यस्तो बवाल गुराँस छ। गुराँस हेर्न अलिकति स्ट्रगल गर्नु पऱ्यो क्या तपाईँले। बसन्तपुर बजार आउने बित्तिकै माथि चाहिँ जो टुटे छोड्ने बित्तिकै गुराँस ठ्याक्कै पाइहाल्ने होइन, यसरी गुराँस हो। हेर्नुहोस् ल अब तपाईँ वैशाख 1 गते आउँदै हुनुहुन्छ नि, आज हामी चाहिँ नि 22-23 गते यो भिडियो बनाउँदैछौँ। 6-7 दिनलाई यो गुराँस रहन नै छ, टेन्सन नलिनुहोस्। गुराँस यहाँ पाउनुहुन्छ क्या तपाईँले, यहाँ पाउनुहुन्छ तल 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 अनि तपाईँ गाडीबाट ओर्लिने बित्तिकै तपाईँले गुराँस पाउनुहुन्छ। पछि कसरी भन्न सक्छौँ हामी, अलिकति स्ट्रगल गर्नु पऱ्यो। आमामा यहाँ मास्तिर हेर्नुहोस् ल भित्ताभरि गुराँसै गुराँस, यता साइडमा गुराँसै गुराँस। यहाँभन्दा के चाहियो हो अरू तपाईँहरूलाई? ल हेर्नुहोस् ल यस्तो बाबा ल आमामा उ त ल मानिसहरू चाहिँ यत्र तत्र घुमिरहेको तपाईँले पाउनुहुनेछ लु। अनि ल एकचोटि हामी पनि गइदिने यसरी हो गुराँस बब्बाल बबाल बबाल। ए टेरीको बाबा कहाँ गुराँस टिप्नु मुला, मेरो नानी पछाडि छ गुराँस टिप्ने कि टिप्ने भनिरहेछ। यसरी हो क्या दामी। यहाँ चाहिँ वेस्टेज रहेछ, कहाँ कुद्ने हो नि मुला यसरी। ल हेर्नुहोस् गुराँस आँखाभरि हेर्नुहोस्, मनभरि हेर्नुहोस्, अगाउन्जेल हेर्नुहोस्, गुराँसै गुराँस तपाईँले पाउँदै हुनुहुन्छ है यो एरियामा। बब्बाल छ गुराँस। कहाँ रोक्नु हो मलाई? आनन्दले गुराँस यसरी हेर्ने हो, तर बाइक चाहिँ कुदाउने ठाउँमा कुदाइएन, मलाई गाली नगर्नु होला। यसरी हो क्या। ल हेर्नुहोस् गुराँसको राजधानीमा तपाईँलाई स्वागत छ एकदम। कहाँ राख्नु मलाई
तपाईँले ठाउँ ठाउँमा चाहिँ नि तपाईँ गलियो थकाइ लाग्यो भने तपाईँले बस्न सक्नुहुन्छ पानी पऱ्यो घाम भयो धेरै भने तपाईँले चाहिँ यसरी आराम गर्न सक्नुहुन्छ यी ठाउँहरूमा है गाइज पक्कै पनि दर्शकवृन्द अब त तपाईँहरूको आँखा थाक्यो होला नि गुराँस फुलेको फुलहरू देख्दा देख्दा हामीले अगाडि नै भनेको थियौँ नि तपाईँलाई यस्तो सुन्दर ठाउँमा ल्याएर छोडिदिनेछौँ हराइदिनेछौँ तपाईँ पक्कै पनि हराइसक्नुभयो होला याद गर्नुहोस् तपाईँहरू तिनजुरे घुम्न आउँदै हुनुहुन्छ भने तपाईँहरू बसबाट उत्रिने बित्तिकै तपाईँको आँखाले गुराँस फुल देखोस् भन्ने चाहनुहुन्छ त्यो गलत तपाईँ केही समय 2-4 मिनट 2-4 पाइला चाहिँ हिँड्नै पर्छ 1 किलोमिटर 2 किलोमिटर माथि आरआर गार्डनमा आइसकेपछि यत्रो बगैँचा यो पार्कमा तपाईँका आँखा भरि हेर्न पाउनुहुनेछ तपाईँले यो चिज मिस नगर्नु होला अलिकति मासतिर गइसकेपछि तपाईँले घुर्मिसे भन्ने ठाउँ आउँछ त्यहाँ पाथिभरा मन्दिरको दर्शन गर्न पाउने अवस्था पनि छ केही मिनट उकालो चढेपछि भने ननिष्ठ उता चाहिँ नि पूर्व जानुभयो भने तपाईँले 5 पोखरी जस्तो चाहिँ नि लालीगुराँस पार्कमा चाहिँ साँच्चै त्यहाँ पुगेपछि तपाईँले दर्शन गर्न पाउनुहुन्छ अहिले पनि हामीले यो वरिपरि सराउन्डिङ हेराएर तपाईँहरूलाई सायद मनोरञ्जन दिन सकिन त्यो तपाईँको आफ्नो ठाउँमा छ हामीले आजको भिडियोमा तपाईँलाई माथि तिनजुरेसम्मै पुर्याएर चाहिँ नि मनोरञ्जन दिलाउँछौँ भन्ने हामीले बाचा गरेका छौँ वी आर सरी फर द्याट हामीले सकेनौँ नेक्स्ट भिडियोमा पक्कै पनि तपाईँलाई हामी पुरै तिनजुरेको गुराँसहरू खिचेर तपाईँको आँखाभरि मनभरि वाक्काउने खालको फिलिङ तपाईँलाई बनाइदिनेछौँ आजको लागि वी आर सरी किनभने यति धेरै गुराँसहरू यतैउति पायौँ हामीले यतैउति रमायौँ यतैउति हिँड्दा अगायौँ र विशेष कुरा मौसमले पनि हामीलाई च्यालेन्ज गरेको हुनाले हामी यहाँबाट अगाडि हाम्रो पाइलाहरू बढाउन सकेनौँ त्यही हुनाले वी आर सरी तर पनि हामीले गुराँस देखाउँछौँ भनेका थियौँ यस्तो वरिपरि सराउन्डिङ हेरेपछि तपाईँहरूलाई हामीले बोलेको बाचा तिनजुरेसम्म नपुर्याए पनि आरआर गार्डनदेखि 1 किलोमिटर मासतिर यो पार्कमा ल्याएर तपाईँलाई पक्कै पनि तपाईँहरू हामीबाट खुसी हुनुहुन्छ हाम्रो भिडियोबाट तपाईँहरूले केही त सन्देश लिनुभयो होला भन्ने आशा व्यक्त गर्दै प्रतीक्षा वस्त्रालय अथवा पूर्वेली राइडर बिदा हुन चाहन्छ आजको दिनमा सी यू नेक्स्ट टाइम गाइस थ्याङ्क्स अ लट फर वाचिङ दिस भिडियो बाइ बाइ